हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले के भिडियो लिएर आएको छु भने चाहिँ म्यानुफ्याक्चर अफ सल्फ्युरिक एसिड कन्ट्याक्ट प्रोसेसको भिडियो लिएर आएको छु। पहिला चाहिँ मैले के राखेको थिएँ भने योभन्दा पछाडिको भिडियोमा के राखेको थिएँ भने चाहिँ म्यानुफ्याक्चर अफ अस्टार्ट प्रोसेस छ नि त्यो नाइट्रिक एसिडवाला, त्यो भिडियो चाहिँ पोस्ट गरेको छु, गएर हेरिदिनु होला। मैले चाहिँ फलोसिट चाहिँ गराएको छैन, फलोसिट चाहिँ म अर्को भिडियोमा दुईवटैको फलोसिट चाहिँ म अर्को भिडियोमा बनाएर हाल्छु। यहाँ चाहिँ म्यानुफ्याक्चर अफ सल्फ्युरिक एसिड कन्ट्याक्ट प्रोसेस यो र त्यो अर्को नाइट्रिक एसिड छ नि त्यो अस्टार्ट प्रोसेसको दुईवटा मध्ये एउटा फिक्स आउँछ, प्रिन्सिपल र फलोसिट चाहिँ त्यो चाहिँ दुईवटा मध्ये एउटा फिक्स हो फाइनल इक्जाममा क्लास 11को। त्यही भएर मैले चाहिँ यो भिडियो लिएर आएको छु। हामी चाहिँ इन्डस्ट्रिज रोक्नु है, यस इन्डस्ट्रिज हो है यहाँ। म्यानुफ्याक्चर अफ सल्फ्युरिक एसिड कन्ट्याक्ट प्रोसेस। अब भिडियोलाई धेरै लामो गरेर सुरु गरौँ। पहिला के भनेको छ भने चाहिँ कन्ट्याक्ट प्रोसेस इज एन इन्डस्ट्रिज मेथड बाई प्रोड्युसिङ सल्फ्युरिक एसिड। कन्ट्याक्ट प्रोसेस भनेको चाहिँ एउटा इन्डस्ट्रिज मेथड हो जसबाट चाहिँ के प्रोड्युस हुन्छ त H2SO4 सल्फ्युरिक एसिड चाहिँ प्रोड्युस हुन्छ। द मेन रियाक्सन इज इन्भल्भ इन दिस प्रोसेस। मेन रियाक्सनहरू चाहिँ यसमा चाहिँ इन्भल्भ भएका छन्। त्यही भएर यहाँ चाहिँ तीनवटा चाहिँ प्रिन्सिपल भने चाहिँ हामीले फेरि यति लेख्न पऱ्यो है, प्रिन्सिपल भने चाहिँ यति लेख्न पऱ्यो। अनि त्यो अर्को लामो भाषामा नि लेख्न पाउँछ, नत्र भने यही रियाक्सनबाटै चाहिँ मलाई सजिलो लाग्छ भने चाहिँ यहीबाट गर्दा पनि सजिलो हुन्छ। अब चाहिँ सुरुमा के रहेको छ भने चाहिँ अक्सिडेसन अफ सल्फ्युरिक डाइअक्साइड SO2 टु सल्फ्युरिक ट्राइअक्साइड। हामीले पहिला सुरुमा चाहिँ के बनाउनु पर्छ भने चाहिँ SO2 देखि SO3 सजिलो छ है। सल्फर पहिला सुरुमा चाहिँ के बनाउनु पर्छ SO2 बाट SO3 बाट SO3 ट्राइअक्साइड, सल्फर डाइअक्साइडबाट सल्फ्युरिक ट्राइअक्साइड बनाउने हैन। अब चाहिँ पहिला यो ब्यालेन्स चाहिँ पछि लास्टमा गर्नु होला हैन। पहिला चाहिँ SO2 प्लस O2 हैन, SO3 बन्छ हैन। अनि यहाँ चाहिँ अब बीचमा चाहिँ V2O5 राख्ने है, बीचमा चाहिँ V2O5 राखेर चाहिँ SO2 O2 कति बन्छ SO3 बन्छ। अब यसलाई ब्यालेन्स गर्दाखेरि चाहिँ यता 2 थपे यता 2 थपे, सल्फर यहाँ 2वटा, यहाँ सल्फर 2वटा, अक्सिजन 3 दुना 6वटा, 2 4 6वटा भयो हैन। अब चाहिँ सेकेन्ड इक्वेसनमा जाम। अब सेकेन्डमा चाहिँ के भनेछ भने एब्जर्प्सन अफ सल्फ्युरिक ट्राइअक्साइड इन कन्सन्ट्रेट कङ्क H2SO4 टु फर्म ओलियम H2SO7। यो चाहिँ याद राख्नु चाहिँ। अब चाहिँ हाम्रो SO3 ए माथि हाम्रो SO3 बनेको नि, यसलाई चाहिँ सुरुमा ल्याउने है। SO3 लाई चाहिँ फेरि यहीँबाट आएको SO3 लाई चाहिँ कङ्क H2SO4 सँग चाहिँ प्लस गरेर चाहिँ हामीले के बनाउने ओलियम बनाउने भनेको छ। अब यहाँ माथि निक्लेको छ नि यो SO3, यो SO3 चाहिँ हामीले यो SO3 लाई कङ्क H2SO4 सँग चाहिँ प्लस गरेर चाहिँ हाम्रो आउँछ ओलियम। यसको चाहिँ थाहा पाउनु होला है, यो चाहिँ कन्ठै पार्न पर्छ यो चाहिँ। अनि यहाँबाट निक्लेको ओलियम चाहिँ हामीले H2O सँग प्लस गरेर चाहिँ हाम्रो H2SO4 प्रोड्युस हुन्छ हैन। सब ब्यालेन्स यहाँ त है, ब्यालेन्स छ ब्यालेन्स गर्नुपर्ने छ। यहाँनिर कति 2 थप्दियो भने चाहिँ ब्यालेन्स हुन्छ होला। 4 2 2 4 सल्फर 2वटा 7 8 4 2 8 यो भयो हैन। अनि द ओभरअल रियाक्सन इज रिटर्न। यो रियाक्सनलाई के कसरी लेख्न सकिन्छ भने चाहिँ SO2 O2 H2O H2SO4 हैन, यो भन्छ। तपाईलाई भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक शेयर गरिदिनु होला। हेर्नुस् यहाँ यो रोक्नु चाहिँ मैले टार्दै देखाउँछु, सार्नु होला है, यहीबाट गर्नु होला। धन्यवाद। आजलाई चाहिँ यति नै। म अर्को भिडियोमा चाहिँ म के लिएर आउने छु भने चाहिँ इन्डोराको चाहिँ फलोसिट डायग्राम लिएर आउने छु। धन्यवाद। थ्याङ्क यू, बाई बाई।